उहाँहरु चाहिँ कहाँ बस्दै उहाँ चाहिँ अहिले गाविसमा बस्नु गाविस भवन गाविस कति परिवार हुन्छ यति होला हैन तल तलको टिपु यहाँ तलतिरबाट त्यो हामीसँग अब तपाईको अहिले हामीसँग समस्या हामीसँग भएको पालहरू चाहिँ अब तपाईको अब यतिलाई दियो भने सकिन्छ होला हामीसँग हैन हामी त अहिलेसम्म तिब्बत पाल छैन हामी परिवारमै सुविधा छ एकदेखि 9 सम्म बाँड्छ बाँडेपछि पुग्दैन के त्यहाँ अब अस्ति अब कति जम्मा चामल एक पाथी भन्दा हामीले पाएको छैन हैन एक पाथी चामल चिउरा 1 किलो जति अनि अब त्रिपल पाकै छैन अनि दालमोट 1 गिलास त्यति अरु के पनि आएको छैन अब आउन त माथि आइराछ रे माथि आएको हुन्छ तपाईं एक बोरा सरहरुले चाहिँ यो धर्म गर्न आउनलाई यो कागाबाट माइल ल्याउने त्यो शास्त्रबाट ल्याउने हो तर हामीले चाहिँ त्यो छैन किन भन्देखि गाविसमा ठानगाउने भन्दा वडाको व्यक्तिको नाम टिपेर वडाको कति जना छ कति घर छ कति दूरी छ त्यही वडा नै लिएर बाँडिदिएको फाइदा हुन्छ त्यही भएर अब यस्तै समस्या छ भनेर हामीहरु गाविसमा नथन्गिने घर घरै आउँछ भरे हामीले चाहिँ सामानहरु तपाईहरुलाई चाहिँ बोलाएर चाहिँ घरमुलीको नाम चाहिँ के नाम हामीहरु दिन्छौँ सबैलाई नि त्यो यताको मान्छेलाई सबैको नाम चाहिन्छ भनेर नाम भएरलाई दिन्छ नाम अस्ति प्राइभेट व्यक्तिगत आउनु भएको रहेछ अनि के भयो भन्दाखेरि त्यहाँ 1 देखि 9 सम्म वडालाई हाम्रो नाम चाहियो भन्नुभयो त्यसपछि कति घरले भन्दाखेरि जम्मा 250 घरले मात्र पुग्ने भयो हामीले भनेर म्याट अनि चाउचाउ अनि बिस्कुट के अरे बिस्कुट हैन चाउचाउ चिउरा थियो अनि त्यसपछि त्यसमा चाहिँ हामी 9 वडाको 15 घर रे अब त्यो 15 घरमा अब घर त सबैको बिग्रेछ नि दिदिन त 15 घरले अब कसको नाम काट्ने कसको नाम नकाट्ने हैन 35 गरेछ भने किनारले के गरेछ भने पुरै भत्किएको चाहिँलाई घरमा अब को गरेछ चर्केको घरले दिने के त्यो गरेछ 15 मात्र पाए 15 अर्कोले त पाएन नभएपछि तिनीहरु रिसापछि कसको काट्ने कसको नकाट्ने हो के नाम अब तपाईहरुको हेर्नुस् हामीसँग भएको सामान पनि झनै सकिन्छ यति लिस्टमा गर्दा हैन अब यहाँनिरको अहिले हामी यहाँसम्मको यो टोलसम्मको तपाईँ नलुम्जुमा अब यो चाहिँ मङ्गल थान भन्छ है त्यो थान भन्दा कति नै एउटा चाहिँ नि यो उसको जुन कति 1 घर 2 घर 3 घर 4 र 5 घर भन्दा चाहिँ जाग नभएको चाहिँ बाँच्न भयो त्यति चलो नत्र चाहिँ कुनै हुने त्यो गाउँको चाहिँ एउटा ढुङ्गा माटोको झारेको चाहिँ अनि सबै चाहिँ हात थाप्न जान्छ मेरो पनि चर्केको छ चर्केर मर्यो भने सबै हुन्छ बाँच्न नभएकोलाई पहिले चाहिँ हुने कि ढुङ्गै अब चाहिँ नि त्यो चाहिँ माटो नझर्ने दिने हो कि बाँच्न नपर्ने दिने हो हात थाप्छ सबैजना खानेलाई चाहिँ नि खाएर म पनि यो गाविसको चाहिँ नि अब 20 वर्ष ओडा लडेर बसेको मान्छे हो तर म हिँड्नु नसकिनु म चाहिँ म धाउँथ्यो तर उकालो ओह्रालो झार्छ हेर्नुहोस् हात खाना भयो म त थाहा छैन अलि सफा गरेर सबै गाउँलेहरू सब बाराङ बुनु दौडेर भाग्छ अनि जाउँ बुढा लाठी टेकेर भनेर ल जाउँ भनेर चाहिँ नि यो चाहिँ हुन सचिवले भ्याएन सचिव राखेको छ 9वटा हेर्नुलाई भनेर राखेको छ नि त यहाँ कसको चाहिँ क्षतिपूर्ति भएको छ अनि हेरेको छ त बा सचिवले वडाको सचिवले हेरेको छ त गाविस सचिवले कतिको हेरेको छ तपाईको वडाको अध्यक्षले सुन्नुभयो तपाईसँग पाल छैन भन्नु बाबा छैन कति 2 नम्बर कति पढाएको छ त्यो चाहिँ नि डङ्गेट दिएको छ त्यो पनि बिचमा त्यहाँ तल पुगेपछि लुडेर लैगए 2 नम्बर कति टाढो हो यहाँबाट छैन यहाँ तल तपाईहरुले 15 मिनेट लाग्छ
त्यो देउथान मन्दिर छ खर्च नि मैले लेख्दै गरिरहेको छु अब यो 5 घर 6 घर पनि गर्नु छैन जक्सर नपाएको चाहिँ अरू दिन कुनै एउटा माटो पनि झारेको छैन एउटा ढुङ्गो पनि झारेको छैन चढेर चर्किन्छ गोडबाट नि बात छैन भन्छ मान्छे घर भयो भने मेरो चाहिँ गोड सहित नि मेरो 3 घर भेटेको छ मेरो हेर्नुहोस् कहाँ बस्दै हुनुहुन्छ अहिले सबैले बाँडेर खान्छ यहाँले खान्छ जाली फाटेर मात्रै खाँदो रहेछ नेपालदेखि विदेश सरकार राष्ट्रबाट कति पैसा आएको छ उनीहरूले यसो चाहिँ गरिरहेको छ भन्ने ज्यानलाई बाँच्यो तर पैसा बाँच्दैन त्यस्तो अहिले गाउँमा सबै हिँडेर जा तिम्रो बात छ तिमीहरू मजासँग चाहिँ यो बैसपुरी तिम्रो मजा छ खाना हामी तिमीहरू त सर हामी पनि खान्छौँ नि त घरमा को हुनुहुन्छ बा होइन बुढोहरू मात्रै 2 जना मात्र हुनुहुन्छ पाल छैन बाहिर बसिराख्नु भएको छ छोराहरू बाहिर छोरा चाहिँ आएन तपाईँको पाराङतिर गएको छ उनीहरू पाराङ छ नि काम छ उनीहरूको अनि फर्किने भएको छोरा उसको पनि छैन अनि तपाईँको छोरालाई थाहा छ होइन तपाईँको बारेमा तपाईँको छोरालाई तपाईँको थाहा छ होइन अवस्था थाहा छ आगो गयो अझ गयो गर्नुपर्छ भने अनि छोराले पनि केही ल्याएन ल्याएको थियो यो सरकारले ल्याएर आएको छ अहिले देशहरूले 1 वर्ष चामल त्यो पनि मागेको छैन त्यो दिनमा छोरा ल्याउँथ्यो त्यो पनि मागेको छ अनि अस्ति त्यो दिनमा देवथानमा चाहिँ नि त्यो हेलमेटमा बाँधेको थियो चिउरो बाँधेको थियो चौचौधिएको त्यो पनि मैले खास हुँदैन हेर्नुहोस् बाले पाल पाउनु भयो भने छैन मलाई पालै पाएको छैन हामीले दियो भने पाउँछ हामी दिन्छौँ है तपाईँको समस्या हामीले पाल तपाईँलाई दियौँ भने तपाईँको समस्या हल हुन्छ ल तपाईँ हामीसँग बस्दै गर्नु तपाईँलाई एकछिनपछि हामी 1-2 घन्टामा चाहिँ हामी पाल ल्याइदिन्छौँ है हामीसँग बस्दै गर्नु 1-2 घन्टामा पाल ल्याइदिन्छु है मलाई अस्ति चाहिँ यहाँबाट दिएर पाल भएको घर नपाउने बास नपाउने पाल पठाएको रे ब्ल्याङ्केट पठाएको रे त्यो पनि छैन अनि अस्ति चाहिँ कति चाहिँ 1 बाजी 2 बाजी चामल बाँड्यो त्यो पनि त्यसै राखेको यो चाहिँ नि हुन्थ्यो ए भने अब चाहिँ घरको चाहिँ के हेर्ने पर्छ धराप छ गोडमा दिन्छौँ अब गोड छ बिचमा तल चाहिँ अब गलाइ चाहिँ राखेको हुन्छ त्यो पनि धराप छ त्यति पनि मेरो त्यति क्षतिपछि गएको मान्छेलाई चाहिँ नि यस्तो भयो भने आँखामा एउटा माटो नझार्ने जिम्मालिनी हात उठाउनुहोस् त एकछिन है जिम्मालिनी मान्छे नाम भन्नुहोस् त नाम भन्नुहोस् है आफ्नो है तपाईँको नाम भन्नुहोस् त तपाईँको नाम तपाईँको नाम मेजर 3 जना जिम्मा लिनु भयो नि होइन अर्को एकजना को हुनुहुन्छ ठिक छ ल हामी संस्थाहरूको तपाईँहरूको न हाम्रो तपाईँहरूको न गाविस अध्यक्ष न के हो होइन हामी आफै आइरहेको खत्री के पाम रहेछ
पाएकोहरूलाई चाहिँ होइन नुन तेलहरू त दुई दुईवटा नुन दिनु दुई दुईवटा है तेल दुई दुईवटा दिनु त्यो चाहिँ 14 पुग्छ होला सबैलाई कतिवटा छ 20वटा छ 40वटा भएन पुग्दैन त्यो लिस्ट भएको सबै बोलोलाई चाहिँ यहाँ 9 जना छ है अनि त्यहाँपछि तपाईँको चाहिँ यहाँनिर सबैको लागि टेन्ट छ तपाईँको नाम छ होइन तपाईँले बिहान भनेको कुरा के छ तपाईँले अब पाल पाउनुहुन्छ पेन ल्याउन पेन तपाईँको लागि चाहिँ पाल